नमस्कार, कान्तिपुर समाचारमा स्वागत छ। म सावित्री घिमिरे। सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमाले तत्काल संवैधानिक राजनीतिक तथा समाज समितिको बैठक बोलाउन माग गरेका छन्। सिंहदरबारमा आज दुई दलले समाज समितिमा रहेका आफ्ना सभासदसँगको छुट्टा छुट्टै छलफलमा समाज समितिको बैठक बोलाउन माग गरेका हुन्। समितिका सभापति बाबुराम भट्टराईले हिजो 81 समितिको बैठक अनिश्चित कालका लागि स्थगित गर्नुले आशंका उब्जाएको दुवै दलको निष्कर्ष छ। दुवै दलले राजनीतिक समितिको बैठकमा पेश गरेको सहमतिको अवधारणा मुठभेड़का लागि नभएको भन्दै यस प्रस्तावमाथि छलफल गर्न सकिने निष्कर्ष समिति निकालेका छन्। साथै दुवै दलले आफूहरूले पेश गरेको अवधारणाप्रति असहमति भए सहमतिको लागि नयाँ अवधारणा पेश गर्न समेत एकीकृत नेकपा माओवादी तथा मधेसवादी दलहरूलाई आग्रह गरेका छन्। कांग्रेस एमाले ल्याएको सहमतिको प्रस्तावप्रति माओवादी र मधेसवादी दलहरूले भने आपत्ति जनाएका छन्। झापाका प्लटिङ व्यवसायीहरूले नियम विपरीत पूर्व पश्चिम राजमार्गमा शाखा बाटो जोड्ने कार्य तीव्र पारेका छन्। सड़क ऐनले मुख्य राजमार्गमा सहायक मार्ग जोड्न रोक लगाए पनि व्यवसायीहरूले राजमार्ग नजिकैका घडेरीको बढ़ी मूल्य पाउन धमाधम बाटो जोड्न थालेका हुन्। नियमनकारी निकाय प्रभावकारी हुन नसकेर राजमार्गमा जथाभावी सहायक बाटो जोड्दा राजमार्गमा सवारी दुर्घटनाको जोखिम समेत बढ़ेको छ। प्लटिङ व्यवसायीहरूले कतिपय ठाउँको सहायक मार्गमा कालोपत्रे नै गरिसकेका छन् भने कतिपय स्थानमा ग्राभेल सड़क बनाइसकेका छन्। अमेरिकी कांग्रेसको मध्यावधि निर्वाचन भइरहेको छ। सो मतदानले वाशिंगटनको शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ। ईस्ट कोस्टमा केही समयपछि मतदान बन्द हुने र त्यसपछि मतदानको प्रारम्भिक अवस्था थाहा हुने बताइएको छ। रिपब्लिकन पार्टीले थप 6 वटा सीटमा जित हासिल गरेर दुवै सदनमा आफ्नो नियन्त्रण कायम गर्ने अपेक्षा राखेको छ। यसपटक राजनीतिज्ञहरू मतदाताहरूलाई प्रभावित गर्न सफल नभएकाले त्यसको सीधा असर मतदानमा देखिन सक्ने विश्लेषकहरूको भनाइरहेको छ। अमेरिकी संसदको माथिल्लो सदन सिनेटका 36 सीट र तल्लो सदन प्रतिनिधि सभाका 435 सीटका लागि र 50 मध्ये 36 राज्यका गवर्नर चयनका लागि हिजोदेखि मतदान शुरू भएको थियो। केही भागमा मतदान अझै जारी छ। यसपटकको निर्वाचनलाई राष्ट्रपति बराक ओबामाको कार्य सम्पादनको जनमत संग्रहका रूपमा समेत हेरिएको छ। युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लीग अन्तर्गत गैराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ। यस्तै आर्सेनलले भने बराबरीमा चित्त बुझाएको छ। घरेलु मैदान स्टाडियो सान्टियागोमा गैराती भएको खेलमा रियल मड्रिडले लिभरपुललाई 1-0 ले हराएको छ। करिब 80,000 दर्शकमाझ भएको खेलमा रियलको जितमा एकमात्र गोल करिम बेन्जिमाले गरेका थिए। समूह बी मा रहेको रियलले अपराजित यात्रा कायम राखेको छ। 4 खेलबाट रियलको 12 अंक भएको छ। यस्तै अर्को खेलमा साबिक उपविजेता एथलेटिको मड्रिडले माल्मो फुटबल क्लबलाई 2-0 ले हराएको छ। एथलेटिकोको जितमा कोकी र राउल गार्सियाले 1-1 गोल गरेका थिए। यस्तै इंग्लिश क्लब आर्सेनलले इन्डरलेन्डसँग 3-3 गोलको बराबरी खेल्यो भने बोरुसिया डर्टमुन्डले गालातासराईलाई 4-1 को अन्तरले हराएको छ। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते।